को ऊ मटरको आलु त छैन हुँदैछ हाम्रो सीतारामजीकोमा आज डबल छोरा र छोरीको नरन हैन हैन डबल मान्छे त डबल यता 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 के हो खास अलिकति गर्दा जान्न हो हिँड्ने बाटै भएन छोरा छोरीको नरन हुँदैछ उहाँ फोटो खिच्दैछ कर अनि यहाँ बाटो नहिँड्नु त उयो पनि पारिहाल्नु न आमा ठिक छ त आलु तास्दै हुनुहुन्छ आमा आलु तास्दै हुनुहुन्छ सघाउँदै हुनुहुन्छ त्यही त सगाका मान्छेलाई किन कराएका मान्छेले किन कराउनु रोटी पाक्दैछ ल सिप हेरौँ कतिको रहेछ डाइरेक्ट सरकारले पठाउने पाउनु पर्ने जिटोजी जाने हो क्या विदेश हुने कुन कन्ट्रीलाई त गभर्मेन्ट टु गभर्मेन्ट एग्रिमेन्ट गरेर पठाउँदो रहेछ नि त सबै पैसा हो त रोटी त कडा आयो त हौ कालो भयो रोटी एकदम खरिएको अब ठिक भयो रोटी अझै कालो अझै धेर तातो अवस्थामा हुनुहुन्छ नि त म पढ्दिहाल्छु नि ओहो के बनाएको छ फेरि सुरु आम्मामा के को हो यस्तो सुरु यो त खास के हो आज यो आज दुईटा चैन्यमा भाइ बहिनीको नरन नामकरण संस्कार छोराछोरीको छोराछोरी दुईजना एकैचोटि ढिलो आयो कडा आयो धेरै वर्ष पछाडि ल्याएको कडा ल्याएको दुईटा चैन्यमा छोराछोरी झ्याप्पसँगले ल्याइयो नरन गर्ने आज कार्यक्रम 11 दिनका दिन अनि फेरि जन्मोत्सव पनि हो ए जन्मोत्सव पनि हो आज चाहिँ छोराका बाउको जन्मोत्सव छोराछोरीका बाउको जन्मोत्सव छोराछोरीको नरन बाउको जन्मोत्सव जन्मदिवस भनेपछि त डबल कार्य गर्नु पर्छ आज ठुलो कार्य छ भव्य छ सीताराम खतिवडाकोमा ल पत्रिका 2082 साल माघ मासे दिनगता 1 गते द्वादशी तिथि ज्येष्ठ नक्षत्रस्य ज्येष्ठ नक्षत्र श्री नक्षत्रस्य द्वितीय चरणे या बराबर यामुना खतिवडा बालिका दीर्घायु भयात कानमा बजाइदिनु यामुना बालिका दीर्घायु भयात ओम यहाँ बराबर यामुना बालिका दीर्घायु भयात यामुना नाम रहेको यामुना देवी बालिका दीर्घायु भयात 3 पल्ट बजाइदिनु मङ्गला मूर्ते नमः सुनि कानमा यामुना भन्दिनु यमुना देवी बालिका दीर्घायु भयात यस पृथ्वीमा बालिका यमुना रह्यो यमुनाले सुनिसक्यो उनीहरूले अर्कोले श्री गणेशाय नमः श्री सरस्वती नमः मङ्गलमूर्ते नमः आदित्यादिका सर्वे ज्योति चक्र निवासिनी आयुको पवित्र जन्म पात्रिका नाम पात्रिका ओम श्री 2082 साल माघ मासे दिनगता 1 गते विवासरे द्वादशी तिथौ ज्येष्ठ नक्षत्रस्य द्वितीय चरणे या बराबर यामनाथ खतिवडा बालक दीर्घायु भयात यामनाथ बालक दीर्घायु भयात या बराबर यामनाथ बालक दीर्घायु भयात या बाबाले पछि राष्ट्रले अरु पछि जान्दैन मङ्गलमूर्ति यमुनाथ बाबा नानीले अरे नानीको दाहिने हातको खुट्टो बुढी दाहिने हो त पल्लो खुट्टाले पत्रिका